आमा अब बुढेसकालमा कति दुःख गर्छौ यस्तो चिया पकाउने काम त बुहारीको हो नि त, तिम्रो होइन नि त। अहिले हेर त तिम्रो छोराको बिहे भएको भए अहिले बुहारीले ठक्कसँगले तिमी यहाँ बस्थ्यौ, चिया ठक्क आउँथ्यो, आमा छोरा ठक्क बसेर चिया खान्थ्यौँ। तिमी दिनभरि काम गर्छौ, हात दुखो होला, बुहारीले अनि यो हात सात यस्तो मालिस गरिदिन्थ्यो। अब यसो छोराको लागि केही सोच न हौ, अरूको आमाले त कस्तो सोच्छन् त अनि। तिमी त के हो यसो हेर त त्यो रमेशकी आमाले अहिले फिक्स भयो, अहिले यो फागुनमा बिहे अरे त्यसको। अनि हामी चाहिँ म पनि 20 त कटिसके त हौ, अझै पनि सानै छ सोच्छौ कि क्या हो? होइन उसले त काम गर्छ र पो बिहे गर्यो त, तिमीले चाहिँ के गर्छौ त? अर्काको छोरी त्यसरी हुन्छ पाल्नु सक्छौ? ल्या तैँले बुहारी बिहे गर्ने सपना देखिस्। आफ्नै आमाले पत्याउँदैन, अरूले के पत्याउला? ए आमा, एउटा बोटुकामा पानी ल्याउ ल्याउ। किन त त्यहाँ मर्ने भनेर? त्यही बोटुकामा पानी उगेर मर्छु म। काम दाम केही छैन, बिहे गर्ने